नेपाल आएको 20-22 दिनसम्म चाहिँ मेरो बच्चाहरूलाई केही नै भएन होइन। अनि त्यसपछि चाहिँ मेरो बेबीहरू चाहिँ बिमारी भए लास्टै, अनि ज्वरो आउने, रुगा मर्की खोकी पुरै कफ होइन। अनि हस्पिटल पनि लग्यौँ, फुकपाक पनि गऱ्यौँ, अनि खाना पनि छोड्यो होइन। यति गाह्रो भयो कि लगभग 15 दिन जति त धेरै नै गाह्रो भयो क्या। अनि अहिले चाहिँ मेरो ठुलो छोरो चाहिँ ठिकै छ होइन, राम्रै छ, अलिअलि कफ छ, ज्वरो सोरो हट्यो होइन। तर भमिटिङ पनि भएको क्या। अनि कान्छो छोरोले चाहिँ स्टिल त्यो दबाई खुवाउँछ भनेर उसले मुखै नगर्ने क्या, खानै खाएको छैन। लगभग अहिले 12-15 दिन भइसक्यो होइन। दुधको भरमा मात्र छ, माम नै खाएको छैन। अनि जबरजस्ती अब औषधिहरू दिँदा पनि भमिट गरिदिने होइन। औषधिले यति उसको डर पसिसकेको छ कि उसले मुखै नगर्ने के। अनि यति गाह्रो भएको छ अहिलेसम्म पनि होइन। खानै खाँदैन, बुबु मात्र हो। अनि मसँग त आउँदैन, बाबासँगै हो क्या। यसले औषधि खुवाउँछ भनेर मसँग त आउँदै नआउने, अनि आयो भने पनि केही खुवाउँछ भनेर मुख एकदम टाइट गर्ने क्या, खाँदै नखाने। अनि कति गाह्रो भएको छ क्या अहिले खाना नखाइदिएर चाहिँ। अहिलेसम्म खाना खाएको छैन, लगभग आज 12 दिन कति दिन भइसकिसक्यो होइन। अनि जबरजस्ती दियो भने पनि भमिट गरिदिने होइन। तर त्यस्तो नखाए पनि बेबीहरू चाहिँ खेल्न कुद्न चाहिँ छोडेको छैन के। अनि अब दिउँसो एक्टिभै हुने, अनि बेलुका भएपछि चाहिँ, राति भएपछि चाहिँ ज्वरो आउने के। अनि डक्टरले पाफ दिनु भनेको थियो, नमानेर अनि टिभीमा देखाउँदै पाफ दिँदै यसरी गरेको। अनि अब के भन्नु, गाह्रो छ, एकदम गाह्रो छ। बिमारी भएपछि टेन्सन हुँदो रहेछ क्या एकदम।